ल फ्रेन्ड्स, मैले आफ्नो सब्सक्राइबरहरूको लागि एउटा नयाँ गीत लिएर आइसकेको छु। अनि यो गीत चाहिँ एकदम पुरानो ओल्ड मुभीको होइन। अनि त्यसपछि यसमा चाहिँ राष्ट्रियताको झलक देखिन्छ के। हाम्रो राष्ट्रिय पहिचान हो नि त, पहिचानलाई बचाउनु पर्छ के। ल लेट्स सी है त, यो गीत ल सुनौँ है त। के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई, हाम्रो जुगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। हे हाम्रो जुगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई, हाम्रो जुगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। हाम्रो युगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। खानाको पानी खान्छे नानी बोकेको कम्मरमा, भुलेको छैनौ त्यो मिठो पानी अझै उमेरमा। धाराको पानी खान्छे नानी बोकेको कम्मरमा, भुलेको छैनौ त्यो मिठो पानी अझै उमेरमा। आहा, साह्रै मिठो कुरो सम्झाए हो साइला। अब अहिले थरी थरीका चिसो, थरी थरीका कोला, खोइ कता गयो धारा, कता गयो खोला। त्यो बोतलको पानी न त पुरा भिज्ने, न त पुरा तिर्खै मेटिने कठैभरि। अब अहिले चिसो खोला, कहाँ गयो धारा खोला, भएन पुरा आँट भिज्ने हो, रहेन स्वादै तिर्खा मेटिने हो, भएन पुरा आँट भिज्ने हो, रहेन स्वादै तिर्खा मेटिने। ढुङ्गाको धारा, धारामा देउता, देउताकै संसार, डाँडा र काँडा हरियो बन देउराले पुजेर। ढुङ्गाको धारा, धारामा देउता, देउताकै संसार, डाँडा र काँडा हरियो बन देउराले पुजेर। खोइ अब त देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्। यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन् क्यारे। बेच्छन् मात्रै, बेचिसके साइला, बेचिसके। हरे हरे धर्म कर्म गोजीमा राखी देउता बेच्छन् पैसाको लागि, पैसाकै लागि आफ्नो बिरानो सबै छोडी जानु छ एक्लो। पैसाकै लागि आफ्नो बिरानो सबै छोडी जानु छ एक्लो। के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई, हाम्रो युगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। हे हाम्रो युगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। ल गाइज, हजुरलाई यो सङ्ग कस्तो लाग्यो अनि के भन्छ अरे यार, कमेन्टमा लेखिदिनु होला। अनि यो गीत चाहिँ मोडर्न सङ्गभन्दा त दामी नै छ। ल मलाई चाहिँ त्यस्तै लाग्छ। अनि के छ, हाम्रो गाउँमा यस्तो थियो यस्तो थियो भनेर कहिले भन्दैन, तर हाम्रो समयमा यस्तो हुन्थ्यो, अहिलेको समयमा यस्तो हुन्छ, यस्तो भनेर आएको छ कि यहाँको कलाकारहरूलाई। अनि गाइज, म के भन्न चाहन्छु भने मेरो ढाको चाहिँ अलि फरक आइरह होला, किनभने चाहिँ मलाई आजकल सन्चो छैन कि। कस्तो भन्दा अलि पुरै घाँटीमा
गरेर रुगासहरू त्यो लागेको छ कि त्यस कारणले चाहिँ आजकल अलिक स्वर राम्रो आउँदैन त्यसैले चाहिँ माइन्ड नगर्नु होला ल आजलाई यति नै अनि अर्कोचोटि भेटौँला थ्याङ्क यू फर वाचिङ and still enjoy this video. I just guys